आज धेरै कुराहरू जो हामीले राख्नुपर्ने थियो पूर्ववक्ता साथीहरूले पनि राख्नु भएको छ। मैले पनि केही राख्ने छु, तर हामीभन्दा बेसी हामीले के कुरा राख्न खोजिराखेका छौं र हामी के कुराले छटपटाइराखेका छौं त्यो तपाई स्वयं त्यही कुराले छटपटाइराख्नु भएको छ। त्यही कुरा बोकेर तपाई आउनु भएको छ। अहिले हामीले देशभर यस प्रकारका 6 वटा सभा सम्पन्न गरेर यो 7औं सभा गरिराखेका छौं। हामीले देश अब यही अवस्थाबाट अगाडि जान फर्काउने कुरा पनि होइन, तर अब देश यही रहन सक्दैन। देशलाई अगाडि जानै छ, तर यही बाटोबाट देश अगाडि जान सक्दैन। त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी गरौं। हिजोका पनि राम्रा कुराहरू समेटेर जाउँ र अहिलेका पनि केही राम्रा कुराहरू छन् तिनलाई पनि लिएर नयाँ एउटा समझदारी र नेपालको मौलिक व्यवस्था निर्माण गरौं, जहाँ राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने छन् र त्यस्तो व्यवस्था निर्माण हुनेछ जहाँ जनता सार्वभौम सत्ताका मालिक हुनेछन्। राजा अभिभावकीय संस्थाको रूपमा अथवा देशको अभिभावकको रूपमा रहनेछन्। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, सनातन हिन्दू राष्ट्र, प्रदेश नरहेको केन्द्र र बलियो स्थानीय तह, भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था र देशभित्रै रोजगारीको सिर्जना, शिक्षा, स्वास्थ्य जस्ता विषय पूर्ण रूपमा निशुल्क गरेर देशलाई एउटा नयाँ बाटोमा लगिनेछ। र हामीले 5-10 वर्ष भित्रमै देश बनेको आफ्नो आँखाले देख्न पाउनेछौँ। त्यस्तो सम्झौता गरौँ, त्यस्तो विधि बनाऊ जहाँ कसैले कसैलाई निषेधित गर्ने, जहाँ कसैले कसैलाई अपमानित गरेको र अपमानित भएको महसुस नगर्ने परिस्थिति निर्माण होस् भनेर हामीले एउटा अहिलेको राज्य सत्तामा भएका आफूलाई प्रमुख भन्ने दलहरूलाई दबाब दिन र आम जनतामा समेत जन जागरण गराउन, जनतामा समेत हामीले के गर्न खोजिराखेको छ भन्ने कुरा बुझाउन जुन कार्यक्रमहरू गरिराखेका थियौँ र त्यही सन्दर्भमा आज हामी यहाँ भेला भएका छौँ। र यो सन्दर्भमा यो बागमती प्रदेशको यो भेलामा, यो सभामा जम्मा हुने बेलासम्म आइपुग्दाखेरि देशको राजनीति परिस्थितिमा, घटनाक्रमहरूमा केही परिवर्तनहरू आएका छन्। र खास गरी चैत 15 गते जुन किसिमको राज्य आतंक सिर्जना गरियो र जुन किसिमको राज्यको तर्फबाट हिंसा भड्काइयो, त्यसले अहिले नेपाली राजनीतिमा नयाँ परिस्थिति उत्पन्न भएको छ। म सबभन्दा पहिले फेरि पनि आश्वस्त बनाउन चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन र जसले जेका लागि भए पनि गर्ने हिंसाको विरुद्धमा छ। र जो चैत 15 गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो त्यसका प्रति हामी खेद प्रकट गर्दछौँ, त्यसको निन्दा गर्न चाहन्छु। र म अहिले पनि फेरि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो, त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो। त्यो भन्नमा कुनै आपत्ति छैन। हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौँ। हामी शान्तिपूर्ण प्रदर्शन र दबावबाटै हाम्रो मान्यताहरू स्थापित गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ। तर त्यो दिन जुन ढङ्गले सुनियोजित तरिकाबाट राज्यले हिंसा भड्कायो मात्र होइन,
2 दर्जन भन्दा बेसी मानिसहरूलाई गोली लाग्यो, 2 जनाको ज्यान गयो, कयौं अरु घाइते भए। त्यसको कुनै हिसाब किताब छैन। कति भौतिक क्षति भयो त्यसको कुनै हिसाब छैन। तर त्यसको मूलमा अहिलेको राज्य सत्ता, अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके, प्रहरी प्रमुख जिम्मेवार छ। अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सहाध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा परसाईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन। यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्। फेरि पनि भन्छु, हिंसात्मक, राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकार, प्रसारण गर्ने पत्रकारहरूलाई म आलोचना त गर्दिन। म तुलनात्मक रूपमा अरूको आलोचना नगर्ने र रुखो नबोल्ने मान्छेमै पर्छु। तर त्यो प्रदर्शनलाई हिंसात्मक भन्नको लागि, प्रदर्शनकारीहरू हिंसात्मक थिए भन्नको लागि यत्रो दिनसम्म एउटा पनि प्रदर्शनकारीहरूको पक्षबाट एउटा पिस्तोल किन पक्राउ परेन, एउटा लाठी किन पक्राउ परेन? कुनै प्रदर्शनकारीसँग एउटा लाठी भएको कुनै भिडियो क्लिप छ? कुनै प्रदर्शनकारीले लाठी लिएर आएको थियो त्यहाँ? तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ नि तपाईलाई। अनि यिनीहरूलाई, यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? अनि ती प्रदर्शनकारीहरू हिंसात्मक हुन्। सबभन्दा पहिले अश्रु ग्यास कसले हान्यो? सबभन्दा पहिले गोली कसले चलायो? मानवाधिकारवादी संस्थाहरू कहाँ छन्? मानवाधिकारको ठुल्ठुला कुरा गर्ने बुद्धिजीवीहरू कहाँ हुनुहुन्छ? 15 गतेको प्रदर्शनलाई हिंसात्मक भन्नेहरू, फेरि पनि भन्छु, त्यो प्रदर्शनकारीसँग एउटा लाठी किन देखाउन सक्नुहुन्न आजसम्म तपाईहरू? त्यसकारण म सञ्चारकर्मी साथीहरूलाई र खास गरी यो देशका ठुला सञ्चारगृहहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब समय बदलिएको छ। अब 2-4टा सञ्चारगृहको हातमा मात्रै यहाँको सूचना अब नियन्त्रणमा राख्ने दिन गयो। अहिले व्यक्ति सम्पादक भइसक्यो। त्यसकारण देश हाम्रो पनि हो, त्यो प्रदर्शनमा आउनेहरूको पनि हो। तपाईं सञ्चारगृहहरूलाई गणतन्त्रै मनपर्छ होला, राज संस्था मन पर्दैन होला, तर यो देश राज संस्था हुनुपर्छ, राजा हुनुपर्छ भन्नेहरूको पनि हो। त्यसकारण तपाईं जबसम्म सञ्चार कर्ममा रहनुहुन्छ, जबसम्म त्यो व्यवसाय चलाउनुहुन्छ, तपाईले कमसेकम त्यो समाचार नछोप्नुहोस्। तपाईहरूले देख्नु भएन राज्य आतंक?
त्यो समाजवादी पार्टीको अफिसमा ढुङ्गा हान्नेहरू त्यो प्रदर्शन पक्षधरहरू हुन्, राजा ल्याउँ भन्ने पक्षधरहरू हुन्। माओवादीको अफिसतिर ढुङ्गा हान्न जानेहरू राजा ल्याउँ भन्ने मान्छेहरू हुन्। तपाईहरुले के गर्नु भएको छ, कहाँ योजना बनाउनु भएको छ? अघिल्लो दिन प्रधानमन्त्रीले आफ्नो युवाहरूलाई भेला पारेर के निर्देशन गर्नु भएको छ हामी सबैले सुनेका छैनौं, दुनियाँले देखेको छैन। अनि एमालेको अफिसमा चाहिँ बिहानै सेना समेतको सुरक्षाको व्यवस्था किन गरियो र त्यो समाजवादी पार्टीको अफिसमा चाहिँ सुरक्षाको व्यवस्था किन गरिएन? त्यसकारण हामीले राज्यको तर्फबाट कुन प्रकारको आतंक सिर्जना गरिएको छ राम्रोसँगले हामीले हेरेका छौं र सिङ्गो देशले हेरेको छ। आज फुटेजहरू आइराखेका छन्। सबिन महर्जन, सुरेश रजक प्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। ल भन्नुहोस् त, आज भिडियो फुटेज सार्वजनिक भएको छ। सबिन महर्जनले के गल्ती गरेको कारण छातीमा गोली खान्नु पर्यो? ल भन्नुहोस् त, कोखामै ताकेर हान्नु पर्ने के कारण छ? ल भन्नुहोस् त, त्यहाँ ढुङ्गा हान्दै थियो सबिन महर्जनले। त्यत्रो बेर घर आग लागि हुँदा सुरेश रजकको उद्धार नगरिनु पर्ने के कुरा छ? के कारण छ? त्यसकारण म तपाईलाई भन्छु, तपाईले दुर्गा प्रसाईलाई पक्राउन सक्नुहुन्थ्यो। म दुर्गा प्रसाईलाई पक्रिनु पर्थ्यो पर्दैन थियो भनेर उनको विपरीत कुरा गर्न खोजेको होइन, तर तपाईलाई किचौला जस्तो गरेर आएको दुर्गा प्रसाईलाई तपाईले पक्रिन सक्नुहुन्थ्यो। तर तपाईको भित्र पुलिसको फन्दा भित्र परेको दुर्गा प्रसाईलाई चाहिँ नि ढुक्कले निकालेर पठाउनु भयो, तर मञ्चमा भाषण गरिराखेका नेताहरूलाई चाहिँ तपाईले अश्रु ग्यास बर्साउनु भयो। तपाई के चाहनुहुन्छ, राज्य के चाहन्छ भन्ने कुरा यही देखिन्छ। त्यसकारण अब हिजोको समय छैन, सूचना लुकाएर लुक्दैन अब, र अब जनता मूर्ख भएर बसिराख्दैन। सूचना प्रविधिको यति विकास भएको छ, अब सूचनालाई कसैले आफ्नो मुठीमा राख्नु सक्छ। अरे राप्रपा आज बल्खु जाऊ भन्यो, बल्खुमै आयो, कमजोर नठान्नु। राप्रपालाई अर्कोचोटि सिफल जाऊ भनौला, अर्कोचोटि कलङ्की जाऊ भनौला, यो नठान्नु। राप्रपा भाग्यो पछि हट्यो नठान्नु। शान्ति अहिंसा प्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु। केपी ओली, रमेश लेखक, हामी पछि हटेको होइन, याद गर्नु। आज देश दुनियाँले तपाईको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाएर त्यही देखाउनको लागि हामी यहाँ आएका छौँ। राप्रपा जो राजनैतिक पार्टी हो जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु, देशमा तिमी जस्तो भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु भनेर संकल्प गरेर घोषणा पत्रमा आफ्नो कुरा उल्लेख गरेर भोट मागेर देशको पाँचौं पार्टी भएको पार्टी उसलाई भिरकुटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुन्थ्यो भने कसलाई छेक्छौ, कसलाई गोली हाल्छौ? मैले फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौं, गोली हान्छौं, हामी पनि गोली चलाउँछौं त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं। फेरि यो कुरा याद गर्नु। म भन्छु त्यसैले चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो। यो सरकारका कारिन्दारको आयोग होइन,
सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको, स्वतन्त्र र निष्पक्ष मानिसहरूको आयोग गठन होस् र छानबिन होस्। दोषीको हो त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस् भन्ने म चाहन्छु। तपाईँ गणतन्त्रको कुरा गर्ने, लोकतन्त्रको कुरा गर्ने, तर तपाईसँग फरक मत राखेकै कारण आज मानिसहरूलाई तपाईले प्रहरी हिरासतमा जुन अपमानजनक ढङ्गले राख्नु भएको छ नि, त्यसलाई हामीले ईदको रूपमा लिएका छौँ। रमेश लेखकजी, केपी ओलीजी, यसलाई हामीले ईदको रूपमा लिएका छौँ। हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईले त्यो खोरमा जसरी अपमानित ढङ्गले राख्नु भएको छ, हाम्रो पार्टीको अध्यक्षलाई, उपाध्यक्षलाई जसरी तपाईले त्यो खोरमा अपमानित ढङ्गले राख्नु भएको छ, हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनु भएको छ, त्यसले हामी होचिएका छैनौँ। त्यसलाई ईदको रूपमा लिएका छौँ, ईदको रूपमा लिएका छौँ। राजा चाहिन्छ भन्नेहरूका कारण, राजा चाहिन्छ भनेका कारण तपाईले मानिसहरूलाई थुन्ने हो भने हामी लाखौं मानिसहरू थुनिन तयार छौँ। जेल खाली गर्नुहोस् हाम्रा लागि, तर यो सँगसँगै याद राख्नुहोस्, तपाईहरूले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र मचाएर राख्नु भएको छ, त्यसलाई हामीले राम्रोसँगले हेरेका छौँ। तपाईहरू आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुहोस्। आउँछ त्यो दिन, आउँछ 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 आउँछ। मैले भन्छु, तपाईहरूले राजा हटाएको भोलिपल्ट नारायण हिटीमा तपाईहरूले व्यापार गर्न खोज्नु भएको कुरा नेपाली जनताले बिर्सेको छ। म्याद हुँदा हुँदै गोकर्ण रिसोर्ट नवीकरण गरेर तपाईहरूले पैसा खानु भएको कुरा मान्छेले बिर्सेको छ। दुर्गा परसाईले कम्बोडियामा पैसा गएको छ भनेर त्यसै भनेको हो, त्यो कुरा जनतालाई थाहा नभएको कुरा हो। तपाईले कमिसन खानको लागि आकाशमा उडाउन नमिल्ने जहाज अहिले पनि किनेर 6-6वटा जहाज थन्काइराख्नु भएको छ र नेपाली जनतालाई ऋण बोकाउनु भएको छ, त्यो नेपाली जनताले बिर्सेको छ। तपाईले अरबौं ऋण बोकाएर एयरपोर्टहरू बनाउनु भएको छ, जहाज बसाउन मिल्दैन, अहिले पनि जहाज बस्दैन। नेपाली जनताले बिर्सेको छैन। तपाईले एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरूलाई त्यसको सजायको भागी बनाएर छाड्छौँ। त्यसकारण आफू कहिले मन्त्री भएर, प्रधानमन्त्री भएर बस्ने सुविधा सम्पन्न क्वार्टर मात्र होइन, भोलि पर्सि जीवनको उत्तरार्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुहोस्। अहिलेदेखि यो राज्य आतंक सधैँ चल्दैन। हामीलाई शान्तिको कुरा गर्दाखेरि तपाईले हेप्नुहुन्छ र त्यसलाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने हामी सल्लाह गर्छौँ। तपाईहरूसँगै सल्लाह गरौँला, देशवासीसँग सल्लाह गरौँला। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौँ, हामी झुक्याएर जाँदैनौँ। तपाईले 52 साल फागुन 1 गते माओवादीहरूले 40 बुँदे माग लिएर आउँदाखेरि यतिको मान्छे देख्नु भएको थियो। देशभरि माओवादीको पक्षमा अहिले राप्रपासँग भएको जनमत देख्नु भएको थियो। एउटा भरुवा बन्दुक, एउटा राइफल बोकेर, केही घरेलु हतियार बोकेर सुरु गरेको माओवादीको विद्रोहले तपाईँ काङ्ग्रेस एमाले भन्नेलाई कुन तहमा पुर्यायो र देश अहिले कुन तहमा पुग्यो देख्नु भएको छ। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। के अहिले पनि राजा चाहिन्छ भनेर बन्दुक बोकेर जङ्गल पस्न 2-4 हजार मान्छे छैनन् होला त? 2-4 हजार युवाहरू हतियार बोकेर जङ्गल पस्न नसक्ने अवस्था हो र? हामीले डराएर होइन, यो राम्रो बाटो होइन, यसले कसैलाई पनि फाइदा गर्दैन भनेर हामीले शान्तिपूर्ण बाटोमा हिँड्न खोजेका हौँ। त्यसकारण म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरूको हातमा हुँदैन। जनता तपाईँको गोठको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। तपाईहरू सोच्नुहोस्,
हाम्रा थुनामा रहेका नेताहरूलाई निशर्त छोड्नुस्। तपाईहरुले जति दिन थुन्नुहुन्छ, तपाईहरुले जिते, दुःख दिए, चाखिस भनेर भन्ने ठान्नु होला। तर जति दिन तपाईहरुले हाम्रो नेताहरूलाई थुन्नुहुन्छ, हाम्रो साथीहरूलाई थुन्नुहुन्छ, यो जनमत दिन दुगुना रात चौगुना बढेर जान्छ। यो देशमा राजा चाहिन्छ भन्नु, हिन्दू राष्ट्र चाहिन्छ भन्नु, संघीयता चाहिँदैन भन्नु संगठित अपराध हो? यो देशमा राजा चाहिन्छ भन्नु राज्य विरुद्धको अपराध हो? यो राप्रपाको कार्यकर्ताले मात्र होइन, तपाईको कांग्रेस एमाले माओवादीको कार्यकर्ताले पनि, जसमा अलिकति स्वाभिमान छ, जो इमानदार छ, उसले पनि सोचिराखेको छ यो त गल्ती भयो, अति भयो भन्ने कुरा ठानिराखेको छ। तपाईले जुन अति गरिराख्नु भएको छ, यो अतिलाई देशले हेरेको छ, छरछिमेकले हेर्छ र दुनियाँले हेर्छ। त्यसकारण हामी आत्तिएका छैनौँ। म फेरि पनि भन्छु, तपाईहरु यदि सुरक्षित अवतरण चाहनुहुन्छ, देशमा हिंसा नभड्कोस् र देशमा थोप द्वन्द्व नहोस् भन्ने चाहनुहुन्छ भने तुरुन्तै हाम्रो नेताहरू लगायत अरू सबैलाई छोड्नुहोस्, निष्पक्ष छानबिन आयोग गठन गर्नुहोस् र त्यसको रिपोर्ट अनुसार कारबाही अगाडि बढाउनुहोस्। म यही कुरा आग्रह गर्न चाहन्छु। दिदीबहिनी तथा दाजुभाइहरू, हामीले लामो समयदेखि देशमा राष्ट्र संस्था, हिन्दू राष्ट्रको पुनर्स्थापनाको कुरा, संहिताको खारेजीको कुरा जुन उठाएका छौँ, त्यो केवल हामीले यो राष्ट्र संस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनर्स्थापना, संहिताको खारेजीको कुरा मात्रै होइन, हामीले राष्ट्र संस्था पुनर्स्थापना पछि अथवा राजा कस्तो हुने, देशको शासकीय व्यवस्था कस्तो हुने भन्ने सम्मका कुराहरू स्पष्ट रूपमा यस प्रकारका सभाहरूमा राख्दै आएका छौँ। कतिलाई भ्रम छ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय राष्ट्र संस्थाको कुरा गरेकी होइन। हामीले भनेको पूर्ण संवैधानिक राष्ट्र संस्था। राजा आफै ठिक पनि गर्दैनन्, बेठिक पनि गर्दैनन्, तर बेठिक गर्न नदिने, गलत गर्न नदिने अभिभावकको रूपमा रहन्छ। त्यसकारण हामीले प्रष्टसँगले भनेका छौँ, अभिभावकीय संस्थाको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। तपाईहरुले आज यतिका मानिसहरू हुनुहुन्छ, तपाईहरु कसैले अहिलेसम्म कोही मतदाताले मत दिने क्रममा आफ्नो प्रधानमन्त्रीलाई भोट दिन पाउनु भएको छ? अहिलेको प्रधानमन्त्री तपाईहरुले भोट दिएको प्रधानमन्त्री हो? कोही एमालेकै साथीहरू पनि हुनुहुन्छ भने भन्नुहोस् त, अहिले एमालेको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, तर तपाईले केपी ओलीलाई भोट दिएको हो? भनेको एउटा सानो निर्वाचन क्षेत्रबाट चुनाव जितेर आउने प्रधानमन्त्री देशको प्रधानमन्त्री हुन नसक्ने रहेछ भन्ने कुरा हाम्रो अभ्यासले प्रमाणित गर्यो। म चीन जाँदाखेरि पनि देशको प्रधानमन्त्रीले के मागे? झापा क्षेत्र नम्बर 5 मा एउटा रङ्गशाला चाहियो भनेर मागे। किनभने सानो निर्वाचन क्षेत्रबाट, सानो जनमतबाट जितेर आएको मान्छेले त्यसै ठाउँको लागि बेसी काम गर्नु पर्यो। त्यसकारण त्यस्तो होइन, सिङ्गो देश एउटा निर्वाचन क्षेत्र हुनु पर्यो र प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको लागि होइन, सिङ्गो देशको लागि उत्तरदायी हुनु पर्यो। त्यसको लागि सरकार स्थायी बनाउनको लागि समेत प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्यो र एउटा मान्छेले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनु पर्यो। एउटा मान्छेले 5 वर्षमा 10 वर्षमा गरेन भने 11 वर्षमा चाहिँ गर्छ त हैन? त्यसकारणले अहिलेको जस्तो रालसिंहान आइन्जेल, मैले फेरि अपमानजनक भनेको होइन, घाटै नपुगेसम्म प्रधानमन्त्री भइराख्ने, पदमा बसिराख्ने जुन व्यवस्था छ त्यसको अन्त्य गर्न खोज्या। त्यसकारणले एउटा व्यक्तिले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भयो पुग्यो। तपाई अहिले हेर्नुहोस्, नेपाल जस्तो सानो देशमा 36,000 भन्दा बेसी जनप्रतिनिधिहरूको संख्या छ।
वडा सदस्यदेखि राष्ट्रपति उपराष्ट्रपति मात्र होइन पूर्वहरूलाई समेत तलब भत्ता खुवाएर अहिले देश चलाउनु परिराखेको छ। त्यो तलब भत्ता खुवाउनको लागि पनि अहिले ऋण लिनुपर्ने अवस्था छ। त्यसकारण यो जनप्रतिनिधिहरूको सङ्ख्यामा व्यापक कटौती गरेर देशको अर्थतन्त्रलाई मजबुत पार्नको लागि पनि हामीले प्रदेश तहको खारेजी गर्न जरुरी छ। त्यसकारण हामीले प्रदेशको खारेजीको मुद्दा उठाएका हौँ। हिन्दू राष्ट्र नेपालको पहिचानको रूपमा हामीले हिन्दू राष्ट्र भन्दाखेरि सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हुनुपर्छ भनेर भनेको छ। भ्रष्टाचारको विरुद्धको कुरा मैले अघि भने, हामी त भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने पार्टी, त्यसमाथि पनि अझ त्यो पार्टीको अध्यक्षले त मैले एक कदम अगाडि बढेर भनेको छु कि भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्नु त सैद्धान्तिक कुरा भयो, त्यो त जसले पनि भन्न सक्छ। तर त्यो पार्टीको अध्यक्ष जसले धेरै ठुल्ठुलो जिम्मेवारीमा बस्ने मौका त प्राप्त गरेको छैन, तर एउटा वडाको अध्यक्षदेखि लिएर देशको उपप्रधानमन्त्रीसम्म हुने मौका पाए। यति लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु र भविष्यमा पनि कुनै प्रकारको भ्रष्टाचार गर्ने छैन भनेर म जुनसुकै मन्दिरमा छिर्न सक्छु। भनेपछि भ्रष्टाचार देशको मुख्य शत्रु हो। भ्रष्टाचार जसले गरेको भए पनि जहिले गरेको भए पनि दण्डित हुनुपर्छ। हाम्रो देशभित्रै हामीले हाम्रो बिजुलीको, हाम्रो पर्यटनको, हाम्रो कृषिको विकास गरेर अहिले पछिल्लो दिनमा विकसित भइरहेको सूचना प्रविधिको उपयोग गरेर यो देशलाई 5-10 वर्षभित्रमै समुन्नत देश बनेको हामीले देख्न पाउँछौँ। संसारभर छरिएर रहेका सबै युवाहरूलाई यही देशभित्र ल्याएर रोजगारी दिन सकिन्छ भनेर त म गफ लाउँदिनँ, तर 40-50 हजार तलबका लागि हाम्रो कुनै पनि युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्न सकिन्छ। तर त्यसको लागि देशमा एउटै मात्रै बाधक हो, अहिलेको राजनैतिक नेतृत्व र उसले ल्याएको अहिलेको व्यवस्था। कतिपयहरूलाई भ्रम छ यी नेताहरू पो फटा हुन् त, अहिलेको व्यवस्था कहाँ फटा छ त, अहिलेको व्यवस्था त ठिक छ भनेर भन्नेहरू पनि छन्। उनीहरूले पनि कान खोलेर सुन्नु। अहिले हामी सबैलाई भ्रष्टाचार समस्या लाग्छ। यही नेताहरूले गर्दा भ्रष्टाचार भएको, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्यो, यो नेताहरूलाई फेर्नु पर्यो, ठिक भइहाल्छ नि व्यवस्था किन फेर्नु पर्यो भन्नेहरूले सुन्नु। भ्रष्टाचार कसले गर्छ? भ्रष्टाचार सर्वसाधारणले गर्छ, भ्रष्टाचार गर्ने नेताले हो। भ्रष्टाचार कसले गर्छ? नेताले गर्छ, नेतृत्वमा बस्नेहरूले गर्छन्। अनि भ्रष्टाचारीलाई कारबाही कसले गर्ने हो? अख्तियारले, अदालतले होइन। त्यो अख्तियार र अदालतमा को छन्? नेताले नियुक्ति गरेका मानिसहरू छन्। अनि कसरी भ्रष्टाचारीलाई कारबाही हुन्छ? अनि कसरी व्यवस्था ठिक छ त? त्यति मात्र होइन, अहिलेको नियुक्ति प्रणाली मात्र होइन, अहिलेको चुनावी प्रणाली हेर्नुहोस्। अहिलेको निर्वाचन प्रणाली, हामी जस्ता मानिसहरू अपवादको रूपमा कहीँ कहीँ चुनाव जितेका छौँ, तर चुनाव कस्तो हुन्छ तपाईँहरूलाई थाहा छ। यो सहरतिर कस्तो हुन्छ मलाई थाहा छैन, तर गाउँघरतिर चुनावको बेला बोइलरको खोरहरू रित्तो हुन्छन्, सुँगुरको खोरहरू रित्तो हुन्छ, बाख्रा पाठा पाइँदैन। त्यसरी चुनाव जितेकाहरूले अनि मन्त्री हुनको लागि फेरि आफ्नो पार्टीलाई टक्र्याउनु पर्छ, आफ्नो नेतालाई टक्र्याउनु पर्छ। उता किनेर जितेर आएर फेरि टक्र्याएर मन्त्री भएर अर्को 5 वर्षको लागि असुल्नु पर्यो कि परेन भनेको अहिले समस्या निर्वाचन प्रणालीमा छ, नियुक्ति प्रणालीमा छ, भनेको समग्र अहिलेको व्यवस्थामै छ। त्यसकारण हामीले नेतृत्वको परिवर्तनको कुरा मात्र होइन, व्यवस्थामा परिवर्तन हुनुपर्छ भनेर भनेको। त्यसकारण हामीले अहिले समग्र यो राजनीतिक प्रणालीमा परिवर्तनको विषयलाई तीव्र रूपमा उठाएका छौँ। त्यसकारण म तपाईँहरू सबैलाई भन्छु कि अहिलेको व्यवस्थामा नेतृत्व परिवर्तनले मात्रै, पहिलो कुरा त अहिलेको व्यवस्थामा नेतृत्व परिवर्तन सम्भव छैन, किनभने उनीहरूले सिन्डिकेट बनाएर बसेका छन्।
2046 सालको राजनीतिक परिवर्तनदेखि यहाँसम्म हेर्नुहोस्, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि को मान्छेहरू छन्, माथि गएका मान्छेहरू बाहेक त्यही शेरबहादुर देउवा, त्यही केपी ओली, त्यही प्रचण्डलाई हेर्नुहोस्। नेतृत्व कसरी परिवर्तन? अर्को चुनावपछि पनि यही मानिसहरू आउन तयार भएर बसिराखेका छन्। उनीहरू भागभण्डा नमिलेको बेला झगडा गरे जस्तो गर्छन्, भागभण्डा मिलेपछि एक ठाउँमा आउँछ। अहिले देशभर यो व्यवस्था विरुद्धको आन्दोलन बढ्दै गएपछि, जनसहभागिता बढ्दै गएपछि अब भाग जाने भयो भनेर अस्ति झगडा गर्दै गरेकोहरू टाउको जोड्न थालेका छन्। हेर्नुहोस्, त्यसकारण हामीले हाम्रो जीवनकालमै यो देश बनेको हेरेर मर्ने हो भने यो समग्र प्रणालीमै परिवर्तन गर्नुपर्छ। र यो काङ्ग्रेस, यो एमाले, यो माओवादीबाट यो परिवर्तन सम्भव छैन भन्ने कुरा बुझ्नुपर्छ। म बडो आदरपूर्वक काङ्ग्रेस, एमाले, माओवादीका साथीहरूलाई भन्न चाहन्छु र आदरपूर्वक ती तीनटा नेताको पनि नाम लिन चाहन्छु। ल, कोही एमालेको साथीले भन्न सक्छ आज केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, केपी ओलीलाई कति वर्ष प्रधानमन्त्री बनायो भने चाहिँ यो देश बन्छ होला त? ल भन्नुहोस् त। त्यसपछि शेरबहादुर देउवा भन्ने पालोको कुरा आइराखेको छ। शेरबहादुर देउवालाई उहाँ बाँचुन्जेल प्रधानमन्त्री बन्न दियो भने चाहिँ यो देश बन्छ होला त? कुनै काङ्ग्रेसले भन्न सक्छ? कि प्रचण्डलाई फर्काएर ल्याएर सत्तामा राखिदियो भने चाहिँ यो देश बन्छ त? काङ्ग्रेस, एमाले, माओवादी सबैलाई थाहा छ यो राप्रपाका अहिले यहाँ चाहिँ विरोध प्रदर्शनमा आएका मान्छेलाई होइन, अरूलाई परपर सुन्दै गरेका काङ्ग्रेस, एमाले, माओवादी सबलाई थाहा छ कि यो देश यी तीन मान्छेहरूलाई 5 वर्ष होइन 25 वर्ष दियो भने पनि बन्नेवाला छैन। होइन, यिनीहरूलाई जति दिन राख्यो त्यति दिन देश बर्बाद हुनेवाला छ। त्यसकारण यो अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन अभियान र आन्दोलन उठाइराखेको छ, म भन्न चाहन्छु यो एउटा पार्टीको आन्दोलन मात्र होइन। हामीले उठाएको मुद्दा एउटा पार्टीको मात्रै मुद्दा होइन, यो देश बचाउने र बनाउने मुद्दा हो। यो मुद्दामा जोडिन म सबै देशभक्त दिदीबहिनी तथा दाजुभाइहरूलाई अपिल गर्न चाहन्छु। हामीले अब जनदबाव सिर्जना नगरिकन, यिनीहरूलाई सच्चिन बाध्य नगरिकन विश्राम लिनु हुँदैन। हामीले एक दिन पनि ढिला गर्नु भनेको थप एक दिन देश बर्बाद हुन छुट दिनु हो। हेर्नुहोस्, 8 वर्ष अगाडि यो देशको सार्वजनिक ऋण 6 खरबमा थियो, आज 27 खरब पुग्यो। हामीले लिएको ऋण अब विकास निर्माणमा होइन, कर्मचारीलाई तलब भत्ता खुवाउन र ऋणको ब्याज तिर्नमा खर्च भइराखेको छ। गाउँघरमा बनेका केही बाटाहरू, केही पुल पुलेसाहरू देखाएर यो 7-8 वर्षमा विकास त भएको छ नि भनेर काङ्ग्रेस, एमालेका साथीहरू गफ लाउँछन्। तर हेर्नुहोस्, मैले फेरि पनि भन्छु, उहिलेदेखि 72 सम्म देशको सार्वजनिक ऋण 6 खरब 15 अरबमा थियो। तर अहिले यो 7-8 वर्षमा 27 खरबमा पुग्यो मात्र होइन, हामीले तिर्ने कर पनि कति बढ्यो तपाईहरुलाई थाहा छ कि हामी अहिले हाम्रो जीवनको सबभन्दा महँगो कर तिरिराखेका छौं। नेपाल सबभन्दा महँगो कर तिर्ने देशहरू मध्ये पर्छ, कर उठाउने देशहरू मध्ये पर्छ। अहिले यो 8 वर्षको ऋण र हामीले तिरेको राजस्वको हिसाब गर्ने हो भने 100 खरब पैसा खर्च भएको छ। 100 खरब पैसा खर्च हुँदाखेरि बनिने यति नै हो त, बन्नुपर्ने यति हो त। त्यसकारणले मैले त अस्ति संसदमा पनि कांग्रेस एमालेका साथीहरूलाई भने कि नेपाली जनताले हिसाब राखिराखेका छन्।
कि तपाईले उठाएको पैसा लिएको ऋणबाट कति बाटो बन्यो, कति विकासका कामहरू भए, तपाईको पेटमा कति गयो, त्यसको हिसाब अब खोजी हुन्छ भनेर मैले भने। कारणले देश अर्थतन्त्रको हिसाबले पनि अहिले अत्यन्त कमजोर अवस्थामा छ। अन्तर्राष्ट्रिय मान सम्मानका दृष्टिकोणले पनि देश अत्यन्त कमजोर अवस्थामा छ। अहिले समाजको कुनै क्षेत्र सन्तुष्ट छैन। हिजो यिनीहरूको आन्दोलनमा अग्रिम मोर्चामा रहेर मद्दत गर्ने शिक्षकहरू अहिले आन्दोलनमा छन्। हेर्नुहोस् त, आफूलाई मन लागेको विषय संसदबाट पास गराउँदाखेरि ढिलो हुन्छ भनेर अध्यादेशको बाटोबाट कानुन बनाउने, तर शिक्षकहरूको शिक्षा ऐन पास गराउन न संसदमा छिटो ल्याउँछ न अध्यादेश ल्याउँछ। अहिले शिक्षकहरू सडकमा बसिराखेका छन्। अब शिक्षकहरू पनि दलीय बन्धन तोड्न मान्दैनन्। त्यही कांग्रेस एमाले माओवादीलाई प्रभु भन्छन्, आफ्नो जीवनदाता मान्छन्।